नमस्कार साथीहरू, रकेटको हिस्ट्रीको भिडियोमा यहाँहरूलाई स्वागत छ। अहिलेसम्म हामीले पार्ट 1 र पार्ट 2 मा रकेट कसरी सुरु भयो, रकेट कहाँबाट सुरु भयो भनेर हेर्यौं। अब चाहिँ हामी पार्ट 3 मा रकेटलाई स्पेस एक्सप्लोरेसनमा कसरी युज गरियो भनेर हेर्नेछौँ। अब आउँछ साल 1898। यो त्यो साल थियो जब एक रुसी शिक्षक कोन्स्टान्टिन सियोल्कोभस्कीले रकेट प्रयोग गरेर अन्तरिक्ष अन्वेषण गर्ने विचार लिए। उनले रकेटहरूमा तरल प्रोपेलेन्टहरू प्रयोग गरेर तिनीहरूलाई अगाडि बढाउन सुझाव दिए। सियोल्कोभस्की विश्वास गर्थे कि रकेटले यात्रा गर्न सक्ने गति र दूरी रकेटको निकासबाट ग्यासहरू कति छिटो निस्क्यो भनेर मात्र सीमित थियो। उनको सावधानीपूर्वक अनुसन्धान र अग्रगामी विचारहरूका कारण सियोल्कोभस्कीलाई प्राय आधुनिक अन्तरिक्ष विज्ञानको पिता भनेर चिनिन्छ। अब अमेरिकातिर त्यही समयमा रोबर्ट एच गोडार्ड नामक अमेरिकी पनि रकेटमा काम गरिरहेका थिए। उनी बेलुनबाट प्राप्त गर्न सकिने भन्दा उच्च उचाइमा पुग्ने बाटो खोज्न चाहन्थे। करिब सन् 1919 मा गोडार्डले अ मेथड अफ रिचिङ एक्सट्रिम अल्टिट्युड नामक पर्चा प्रकाशित गरे। यो एक गणितीय विश्लेषण थियो जसले हामी अहिले मौसम विज्ञान ध्वनि रकेट भन्छौँ। साधारणतया गोडार्डले आफ्नो पर्चा प्रयोग गरेर पृथ्वीको वायुमण्डललाई धेरै उचाइमा अध्ययन गर्न रकेटहरू कसरी प्रयोग गर्न सकिन्छ भनेर व्याख्या गर्न प्रयोग गरे। गोडार्डको प्रारम्भिक प्रयोगहरू ठोस प्रोपेलेन्ट अथवा सोलिड प्रोपेलेन्ट रकेटहरूसँग थिए। सन् 1915 मा उहाँले विभिन्न प्रकारका ठोस इन्धनहरू प्रयास गर्न र जलिरहेको ग्यासहरूको निकास वेग नाप्न थाले। ठोस प्रोपेलेन्ट रकेटहरूमा काम गर्दा गोडार्डले तरल इन्धनहरूद्वारा रकेटलाई राम्रोसँग चलाउन सकिन्छ भन्ने कुरामा विश्वस्त भए। यसअघि कसैले पनि सफल तरल प्रोपेलेन्ट रकेट निर्माण गरेको थिएन। यो ठोस प्रोपेलेन्ट रकेटहरू बनाउन भन्दा धेरै गाह्रो काम थियो। इन्धन र अक्सिजन ट्याङ्कीहरू, टर्बाइनहरू र दहन कक्षहरूको आवश्यक पर्नेछ। कठिनाइहरूको बावजुद गोडार्डले मार्च 16, 1926 मा तरल प्रोपेलेन्ट रकेटको साथ पहिलो सफल उडान हासिल गरे। तरल अक्सिजन र पेट्रोलको इन्धनमा रकेटले केवल 2.5 सेकेन्डको लागि उडान गर्यो। करिब 12.5 मिटर चढ्यो र 56 मिटर टाढा गोबीको बारीमा अवतरण गर्यो। आजको मापदण्ड अनुसार उडान प्रभावशाली थिएन, तर 1903 मा राइट भाइहरूले पहिलो सञ्चालित हवाई जहाज उडान जस्तै गोडार्डको पेट्रोल रकेट उडानमा पूर्ण नयाँ युगको अग्रदूत थियो। तरल प्रोपेलेन्ट रकेटहरूमा गोडार्डको प्रयोगहरू धेरै वर्षसम्म जारी रह्यो। उनका रकेटहरू ठूला भए र माथि उडे। उनले उडान नियन्त्रणको लागि जाइरोस्कोप प्रणाली र वैज्ञानिक उपकरणहरूको लागि पेलोड कम्पार्टमेन्ट विकास गरे। जाइरोस्कोप एक उपकरण हो जुन अभिमुखीकरण र कोणीय वेग मापन कायम राख्न प्रयोग गरिन्छ। जाइरोस्कोपिक स्थिरताको सिद्धान्त कन्जर्भेसन अफ एङ्गुलर मोमेन्टममा आधारित छ। जब जाइरोस्कोपमा स्प्रिङ सेट हुन्छ, यसले यसको ओरिएन्टेसन वा रोटेसन एक्सिसमा कुनै पनि परिवर्तनको प्रतिरोध गर्दछ। त्यसैगरी रकेट र उपकरणहरू सुरक्षित रूपमा फिर्ता गर्न प्यारासुट रिकभरी प्रणालीहरू प्रयोग गर्न थालिए। गोडार्डलाई उनको उपलब्धिहरूको लागि आधुनिक रकेटरीको पिता भनिन्छ। तेस्रो महान अन्तरिक्ष अग्रगामी हर्मन ओबर्ट 1894-1989 ले सन् 1923 मा बाहिर अन्तरिक्षमा रकेट यात्रा बारे एउटा पुस्तक प्रकाशित गरे। उनका लेखहरू महत्त्वपूर्ण थिए। तिनीहरूका कारण धेरै साना रकेट समाजहरू संसारभर फैलिए। जर्मनीमा एउटा यस्तो समाजको गठन भयो, भेरेन फर राउम्सचिफार्ट अन्तरिक्ष यात्राको लागि समाज। दोस्रो विश्वयुद्धको दौरान लन्डनको विरुद्ध प्रयोग भएको V2 रकेटको विकासको नेतृत्व गर्यो। सन् 1937 मा जर्मन इन्जिनियरहरू र वैज्ञानिकहरू ओबत सहित बाल्टिक सागरको किनारमा पिनिमुन्डेमा भेला भए। त्यहाँ त्यस समयको सबैभन्दा उन्नत रकेट वेनहर भोन ब्राउनको निर्देशनमा निर्माण र उडान हुने थियो। V2 रकेट, जसलाई जर्मनीमा A4 भनिन्छ, आजका रकेटहरूको तुलनामा सानो थियो। यसले प्रत्येक 7 सेकेन्डमा करिब 1 टनको दरमा तरल अक्सिजन र अल्कोहलको मिश्रण जलाएर आफ्नो ठूलो बल थ्रस्ट हासिल गर्यो। V2 एक शक्तिशाली हतियार थियो जो एकपटक सुरु भएपछि सम्पूर्ण शहर ब्लकहरू नष्ट गर्न सक्थ्यो। सौभाग्यवश लन्डन र सहयोगी सेनाहरूको लागि युद्धको परिणाम परिवर्तन गर्न V2 युद्धमा धेरै ढिला आयो। यद्यपि युद्धको अन्त्यमा जर्मन रकेट वैज्ञानिकहरू र इन्जिनियरहरूले पहिले नै अटलान्टिक महासागरमा फैलाउन र संयुक्त राज्य अमेरिकामा अवतरण गर्न सक्षम उन्नत मिसाइलहरूको लागि योजनाहरू राखेका थिए। यी मिसाइलहरू माथिल्लो चरणमा पखेटा भएका थिए, धेरै सानो पेलोड क्षमताहरू थिए। मिसाइल र रकेटको सन्दर्भमा पेलोडले क्षेपणास्त्रद्वारा बोक्ने कार्गो वा वस्तुहरूलाई जनाउँछ। यसमा कुनै पनि उपकरण वा वारहेडहरू समावेश छन् जुन एक निश्चित लक्ष्य वा गन्तव्यमा डेलिभरी गर्ने उद्देश्यले गरिन्छ। जर्मनीको पतनसँगै धेरै प्रयोग नगरिएका V2 रकेटहरू र कम्पोनेन्टहरू सहयोगीहरूले कब्जा गरे। धेरै जर्मन रकेट वैज्ञानिकहरू संयुक्त राज्य अमेरिका आए, अरूहरू सोभियतसँग गए। गोडार्डले गरेको प्रगति देखेर वेनर भोन ब्राउन लगायत जर्मन वैज्ञानिकहरू छक्क परे। संयुक्त राज्य अमेरिका र सोभियत दुवैले सैन्य हतियारको रूपमा रकेटरीको सम्भावना महसुस गरेर सुरुमा संयुक्त राज्यले गोडार्डको प्रारम्भिक विचारहरू मध्ये एक उच्च उचाइमा वायुमण्डलीय ध्वनि रकेटहरूको साथ एक कार्यक्रम सुरु गर्यो। पछि विभिन्न माध्यम र लामो दूरीको अन्तर्महादेशीय ब्यालिस्टिक मिसाइलहरू विकास गरियो। यी अमेरिकी अन्तरिक्ष कार्यक्रमको सुरुवात बिन्दु बने। रेडस्टोन, एटलस र टाइटन जस्ता मिसाइलहरूले अन्ततः अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा लन्च गर्नेछन्।